नमस्कार। के गर्न लाग्नु भएको हजुरले? मही पारेको कति दिनदेखिको यो तर चाहिँ छुट्याउनु भएको थियो यहाँले? धेरै दिन होइन, मलाई धेरै दिन राख्न मन लाग्दैन। एक हप्ता हो त्यति राखेको थिएँ। कति माना दुध ल्याउने गर्नुभएको? 2 माना। 2 माना दुधको अनि 1 हप्ता राख्दाखेरि चाहिँ तरको दुधै राख्नुभयो कि? एक भाँडो थियो तर। ए त्यो भाँडाको 1 भाँडा थियो। घिउ आउने रहेछ अब यत्तिकै 1 चिम्टी 1 कर्खेली। ए त्यति त हामीले त गाउँमा त त्यसै धुप हालेरै सक्छ है गाउँमा यति घिउ ल। मही पारेपछि धुप हाल्नुपर्छ भन्ने थाहा छ कि छैन साथीहरूलाई? अग्निमा हाल्नुहोस्। अब बाआमालाई देखाइदिनुपर्छ यहाँ घिउ यहीँ बनिरहेको हुनाले गाउँबाट अब घिउ पठाउनु नपर्ने भएको छ। खुसीको खबर। अनि अब यही मही दिने होला हामीलाई कडी बनाएर। भगवान् ईश्वर के गर्नु, म चाहिँ खान्न। 1 हप्ताको तर के हुन्छ बनाउँछ नि मिठो बनाएर। त्यो गनाउँछ छैन। मैले काहीँ चाहिँ महिना दिन राख्नुहुन्थ्यो तर घिउ पगाल्ने बेलामा आफू चाहिँ बाहिर निकै 4-5 किलोमिटर जानुपर्ने। फ्रिजको फ्रिजै छ, त्यसैले छिटो गर्दै राम्रो चाहिँ हुने गर्छ। मान्छे भात पकाएर त राख्छ। ए ल घिउ त भइहाल्छ।